सर नमस्कार। नमस्कार। हजुरलाई के समस्या भएर आउनु भएको थियो? मेरो यो ब्याक पेन अन्त तपाईँको यो जुन घुँडाको जुन पेन भएको थियो ब्याक पेन र नी पेन थियो। कति समयदेखि थियो नि? यो 1.5 साल जस्तो भएको थियो। 1.5 वर्ष भएको थियो। ट्रिटमेन्ट चलिरहेको थियो, सन्चो भएको थिएन। सन्चो भएको थिएन। अहिले कस्तो छ? अहिले 2 दिनसम्म त त्यति थाहा लागेन। 3 दिनदेखि त अहिले मलाई राम्रै भयो। राम्रो। घुँडा पनि ठिक छ? हजुर, एकदम राम्रै छ। राम्रो। ब्याक पेन पनि अहिले राम्रो भएको छ। राम्रो कुरा। 5 दिन कन्टिन्यू गर्दाखेरि मेरो निकै राम्रो भयो। निकै राम्रो भयो है। हजुर। हजुरले उपचार गर्दाखेरि औषधि खानु परेन यहाँ? औषधि खानु पर्छ। सबै चुम्बकबाटै भयो। हजुर। हातमा लगाएको चुम्बक यिनै हुन्? हजुर, यो नै हो। यही चुम्बकले हजुरलाई सन्चो बनाएको छ है? यो चाहिँ मतलब राम्रो। पैसा धेरै खर्च भयो कि नि? पैसा धेरै खर्च भएन। खुसी हुनुहुन्छ? हजुर, एकदम। अरू बिरामीलाई के भन्न चाहनुहुन्छ? अरू बिमारलाई भन्न चाहन्छु कि सबैजना आएर यहाँनिर आएर तपाईँको चुम्बक लगाएर ट्रिटमेन्ट गर्नुहोस्। यहाँ पैसा पनि तपाईँ खर्च पनि कम्ती हुने रहेछ, काम पनि गर्दो काम पनि रहेछ। गर्ने रहेछ। सन्चो हुनसित मतलब हो हामीलाई। हजुर। सही कुरा हो। हजुरले अब घरमा गएर लाउने तरिकाहरू हामीले सिकाएको छौँ। हजुर। केही दिन लाउनुपर्छ। हजुर। कन्फ्युजन केही भयो भने हामीलाई सोध्नुहुन्छ, हजुर। हामीले हेल्प गरिदिइहाल्छौँ। अनि हजुर कहाँबाट आउनु भएको नि? म भुटानबाट। भुटानबाट आउनु भएको, वीरपाडा। आजबाट सकियो। हजुर, आजबाट सक्छु। हस्, हजुरलाई धेरै धेरै धन्यवाद। हस् सर।